सबैलाई नमस्ते अनि जय मसी। वेलकम टु माई ब्लग। यहाँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। छोटो ब्लग यहाँहरूको बिचमा राख्न गइराखेको छु, स्किप नगरी हेरिदिनु होला। आज चाहिँ छु म यता, कतिलाई थाहा छ होला यो ठाउँ चाहिँ, तर कतिलाई नयाँ हुनसक्छ। विशेष गरी यस ठाउँमा मान्छेहरू चाहिँ एकदमै, अब तपाईँहरूले कसरी बुझ्नुहुन्छ, म चाहिँ एकदमै पैसा भएको मान्छेहरू इन्जोय गर्नलाई चाहिँ आउँछ यस ठाउँमा। विशेष गरी यस ठाउँमा चाहिँ अब इन्जोयलाई चाहिँ लाइफमा एकदमै महत्त्वपूर्ण ठान्ने मान्छेहरू विशेष यस ठाउँमा देख्न पाइन्छ। एकदमै सामान पनि महँगा महँगा क्या यहाँको है। यस रात परेपछि यहाँको ठाउँ चाहिँ रमाइलो छ। यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ चाइनाको पसल छ, खाजा खान मन लाग्यो भने सक्नुहुन्छ। चाइनाको पसल छ, यहाँ चाइनामा आएर टक्क खान सक्नुहुन्छ। अनि यस्तो गाडी पनि पाइन्छ यहाँ चाहिँ। कुन ठाउँमा लाग्यो यसो गरेर कृपया कमेन्ट गर्न सक्नुहुन्छ। यस यहाँ त यो ठाउँमा त गाडीको भन्दा पनि मान्छेको धेरै जाम हुन्छ क्या हो। गाडी हेरेर साइड काटमा है, फेरि ठोक्केला नि गाह्रो छ त। एक्सिडेन्ट भएपछि बसेर हिँड्नुपर्छ, अरूलाई पनि बचाउनु पऱ्यो, आफू पनि बस्नु पऱ्यो। पक्कै पनि यहाँहरूले गेस गर्नुभयो होला, मैले पनि अघि भन्दै थिएँ एकदमै लाइफमा चाहिँ इन्टरटेनमेन्ट गर्ने मान्छेहरू चाहिँ एकदमै धेरै यस ठाउँमा पाइन्छ। मान्छेहरू इन्जोय गर्नलाई आउँछन्, यहाँबाट मात्रै होइन, देश विदेश सबै ठाउँको मान्छेहरू विशेष हामी यस ठाउँमा देख्न सक्छौँ। गाह्रो छ गाह्रो। यस मान्छेलाई हेर्नलाई चाहिँ एकदमै आकर्षण छ है ठाउँहरू चाहिँ। गाह्रो छ त। ठुलो गाडी यस्तो सानो बाटोमा राखेपछि कसरी बाटो क्रस गर्ने कि। अब एकदमै रमाइलो ठाउँ। थ्याङ्क यू एभ्री वान वाचिङ दिस भिडियो। यहाँहरूलाई धेरै धन्यवाद, मेरो छोटो भ्लगलाई तपाईँहरूले हेरिदिनु भयो। बाँकी जानकारी, बाँकी कुराकानी हामी अर्को भ्लगमा गर्नेछौँ। सबैलाई गुड नाइट, जय मसी एन्ड नमस्ते।